2082 11 महिना 21 गते आज भोटको दिन, चुनावको दिन। मेरो प्रिय माता, भोट आउँदा पनि चुनाव आउँदा पनि मेरो आमा धेरै एग्रेसिभ हुनुहुन्थ्यो। रिसाउनु, आमा के गर्ने नानी, के गर्ने कसो गर्ने, भोट हाल्नलाई के गर्ने कसो गर्ने भनेर मलाई हरेक चुनाव आउँदा पनि मलाई आमाले भन्नुहुन्थ्यो। तर चुनाव आए, धेरै चुनावहरू आए, मेरो आमाले कुनै विकास देशमा कुनै अमन चयनहरू हेर्नुभयो, नातिहरूको भविष्य पनि हेर्न पाउनु भएन। मेरो एउटा उहाँको आमाको नाति एउटा जेठाले डिग्री गरेर आए बेङ्गलोरबाट, ऊ पनि बिचरा तनावै भर बसिराखेको छ देशको स्थितिले गर्दा। कान्छो नातिको पनि केही हेर्न पाउनु भएन, नातिनीहरूको पनि केही हेर्न पाएको छैन आमाले। त्यो कारणले गर्दाखेरि आमाले विकास भन्दा भन्दै नेताहरूलाई भोट दिँदै गर्दा अहिले आमा 72 वर्ष पुग्नुभयो। 72 वर्षसम्म जस्ताको तस्तै स्थिति छ। मेरो आमाको हालत अहिले यस्तो छ, देशको स्थिति, नेताहरूको स्थिति, देशको स्थिति तल झरेको छ। नेताहरूको स्थिति माक्टो विलासी जीवन जियो। मेरो आमाको हालत यस्तो छ। रोग पनि हामीले थाहा पाउन पाइनौँ। रोग पनि पुरै पहिल्यै थाहा पाएको भएदेखि पनि मेरो आमाको यस्तो हुँदैन थियो होला। कुनै सिस्टम पनि नेपालमा भएन। तर यो चुनाव आज भोटको दिन, अब धेरै खुसी हुनुहुन्छ मेरो आमा। नानी केमा हाल्ने, भोट के गर्ने कसो गर्ने भनेर मलाई प्रत्येक चुनावमा 5 वर्षको चुनावमा सोधिरहनुहुन्थ्यो आमाले। अहिले मेरो आमाको हालत यस्तो छ। मेरो आमाको हालत यस्तो छ अहिले, यस्तै तड्किएर बस्नुभएको छ अहिले, यस्तै तड्किएर बस्नुभएको छ। म अति विवश छु। मेरो आमाको यो हातहरूले मलाई कति खुवाउनु भयो, कति पकाएर खुवाउनु भयो, कति दुःख गर्नुभयो, कति खुवाउनु भयो। तर मैले केही कामहरू सिकेको थिएँ। मेरा नाति छोराहरू पनि अब काममा लागेका थिए। मलाई मिठो मसिनहरू, खानाकुराहरू, पैसाहरू, हरेक कुरा नातिहरूले पनि दिन्थे, म पनि दिन्थेँ। नातिनीहरूले सबैजना दिन्थे, बहिनीहरूले, भाइहरू सबैजना दिन्थे। अलिअलि हामी काम सिकेको थियौँ। आमालाई कुनै कमी थिएन। तर आमाको हालत यस्तो विवश स्थितिमा छ। मेरो आमाको हालत, म यति विवशमा छु, म यति पीडित छु। हे श्रीकृष्ण कन्हैयालाल, हे प्रभु, मेरो के छ त भन्नुपर्ने प्रभुलाई मैले। अब यति नै त छ, मेरो आमालाई स्वास्थ्य लाभ गरिदिनुहोस् प्रभु भनेर मैले भगवान्लाई श्रीकृष्ण धेरैचोटि पनि भने। हरेक मन्दिरहरू मेरो मामाहरूले पनि धेरैचोटि भन्नुभयो। मेरो कुमार मामा, जेठो मामाले त धेरैचोटि आरती गर्दा मेरो आमाको लागि 2 आरती 3 आरतीहरू दिदीको लागि भनिदिनुहुन्छ अरे। म यसरी लिएर पनि आएँ, पानी पनि जल खुवाउँदा पनि राम्रो हुन्छ अरे भनेर जल पनि खाएँ। तर पनि मेरो आमालाई राम्रो हुन सकेन। हे प्रभु, मैले के छ र विकल्प? दबाईहरूबाट, औषधि उपचारबाट केही पनि विवश छु। एक्लै छु म कोठामा। म दिउँसो त मेरो मान्छेहरू, आफन्त मान्छेहरू हुनुहुन्छ, बहिनीहरू, चेलीबेटीहरू, भाइ बहिनीहरू, बुहारीहरू, श्रीमतीहरू सबैजना हुनुहुन्छ। राति त म एक्लै नै छु, ढोका ठोकेर बसिरहेको छु। मेरो आमा तड्केर बस्नुभएको छ। हे प्रभु, हे कृष्ण, के गर्न सक्छु प्रभु? मलाई एउटा वरदान दिनु प्रभु। मलाई एउटा एकचोटिको लागि म जुनै कुराहरू पनि चुकाउन तयारी छु। हे कृष्ण, म जुनै कुराहरू पनि चुकाउन तयारी छु। कृष्ण प्रभु, मलाई मेरो आमालाई रक्षा गरिदियो। हे श्रीकृष्ण, म कम्तीमा 3-4 वर्ष 5 वर्षमा 2 वर्ष 1 वर्ष भयो भने, म लास्टमा 1 वर्ष मात्रै भयो भने आमा हिँड्ने बोल्ने, मेरो आमाको सबै कुरा सुन्न पाए हुन्छ प्रभु। अझै पनि मलाई त्यो आशा, प्रभुप्रति आशा छ भगवान्। हे कृष्ण, मलाई अरूबाट औषधि उपचार, हस्पिटलहरूबाट मलाई उपचार छ भने मलाई केही पनि आशा भएन। एलोपेथिक दबाईहरू पनि खाएँ, आयुर्वेदिक दबाईहरू पनि खाएँ। राजीव गान्धी पहिला दिल्लीमा पनि सम्भव छैन भने। तर पनि म अति विवश छु। हे प्रभु, हे श्रीकृष्ण कन्हैयालाल, म एक्लै कोठामा आफै तड्केर बसिरहेको छु। अहिले लगभग 10 बजे। यो 10 बजे यो गीत पनि अहिले राम्रोसँग बजिरहेछ। मेरो सोच्दा सोच्दै अति विवश छु। मेरो आमा बिरामी हुनुभयो। म यति मेरो संसारमा सबैभन्दा ठुलो मेरो पीडा मलाई नै यतिखेर छ। मेरो आमाले लगाउनु भएको लुगा त्यसै लगाउनुहुन्थ्यो। मेरो आमाले लगाएको लुगाहरू पनि यहाँ राखिराखेको छौँ। मेरो बहिनीहरू पनि आज निकै प्यारो बहिनी गोमाले पनि लास्टै धेरै दुःख गरेको छ। मेरो बहिनी गोमाको त म अब मेरो गोमाको कुराहरू मेरो बहिनी गोमाले आएर कन्टिन्यू आएर रेगुलर आएर मेरो आमालाई उसको आमा हो। तर अर्का घरमादेखि मान्छे पनि सबै विदेशकारहरू है, विदेशकार आफू बिरामी हुँदाहुँदै पनि आएर रेगुलर आएर काम गरिरहेको छ। भाइ रघुनाथले पनि आएर रेगुलर काम गर्छ। हाम्रो दाजुभाइको मनमुटावहरू हरेक जस्तो भए पनि म यसलाई 45 मिनट हालेर पनि म अब गर्छु। किनभने अहिले आएर दबाई खुवाइदिएको छ।
आफ्नो आफ्नो ठाउँमा हुन्छ, कोहीसँग पैसा हुन्छ, कोहीसँग बुद्धि हुन्छ, कोहीसँग धन हुन्छ, कोहीसँग चाहिँ आइडिया हुन्छ, कोहीसँग के हुन्छ, कोहीसँग कोही अरबपति हुन्छ, कोही खरबपति हुन्छन्। तर यो बेलामा मलाई अब हामी छुटेर बसे पनि मलाई भाइ रघुनाथले पनि मलाई धेरै सहयोग गर्यो। म धेरै खुसी छु। आमाको यस्तो हालत भएको बेला मलाई आमालाई पनि सहयोग गर्यो। बहिनीकोमा रेगुलर कन्टिन्यू जस्तो आइरहेको थिएँ, जोमा कन्टिन्यू जस्तो आइरहेको थिएँ। यस्तो पनि समस्या छ बिरामी हुँदाहुँदै पनि। अब श्रीमती सीताले पनि मलाई धेरै सहयोग गरे यसपालि। पुष्पा धमला सीताले पनि धेरै सहयोग गरे। छोराहरू पवनले पनि पवनको त मैले कुरो गर्न सक्दिनँ, धेरै नै गरौँले पनि गर्न सक्ने कुराहरू तपाईँको 3 महिनामा 90 दिनमा आउने पालो पनि पवनले छोराले 90 दिनमा आउने पालो पनि आज गएर भोलि गरो अपरेसन गर्दै। म धेरै खुसी छु छोराप्रति त। म छोरो अहिले भिडियो कल गर्न चाहँदैन, उसलाई टेन्सन हुन्छ अरे बढी, आमाको फोटो हेर्न चाहँदैन ऊ। अब उसलाई टेन्सन धेरै टेन्सन छ छोरालाई पनि। कान्छो छोराले पनि धेरै सहयोग गरेर कन्टिन्यू बसेर काम सघाइरहेको छ। माथि छोरीहरू एलिसा पनि आइरहेको थियो। भान्जीहरू सबैजना मेरो प्रिय मामाहरू मावलीहरू त लगभग अहिले रेगुलर नै जस्तो आउनुभएको छ। मामाहरू पनि मेरो मामाले धेरै सहयोग गर्नुभएको छ। प्लेनको टिकट काटेर पनि मेरो आमाको लागि दुईटै मामाहरू जानुभयो। धेरै खुसी छु, म ह्याप्पी छु। तर जे ह्याप्पी त छु, त्यसको कुरोमा ह्याप्पी छु। मेरो आमा बिरामी भएको कारणले गर्दा म एकदम बेबस छु। हे प्रभु, मैले गीतले भनेअनुसारमै सोच्दै मेरो जिन्दगानी बितिसक्यो। मेरो आमाको कारणले गर्दा म यो कुरा त म कहिले पनि बिर्सिनै सक्दिनँ। मेरो आमाको देनहरू, मेरो आमाले धेरै इटारादेखि लिएर ओखलडुङ्गा देखिनेदेखि लिएर आमाहरू आउनुभयो अरे। ओखलडुङ्गाको देखिनेदेखि आउँदै गएर सुगा बजारमा बस्नुभयो केही समय। ऋषि शरणार्थी स्थलले धेरै दुःख गर्नुभयो। अनि त्यो शरणार्थी आएर अनि आमाहरू आउनुभयो। इटारा भन्ने ठाउँमा आउनुभयो अरे। म जन्मेँ अरे। आमा जन्मिएपछि धेरै दुःख थियो अरे आमालाई, धेरै दुःख थियो अरे मेरो आमालाई। त्यो कारणले गर्दा पनि मैले अलिकति यो संसारलाई पृथ्वीलाई मेरो आमालाई त्यसपछि जन्मेपछि मेरो आमालाई 1% पनि मेरो पापहरू मेरो आमाप्रति मैले काट्न पाइनँ। मेरो आमाको दुःखहरू गर्न सकिनँ, पाइनँ। मैले अलिक दुःख गर्दैछु, दुःख गरेर अलिक 2 पैसा कमाएर आमालाई राम्रो दिउँला खुवाउँला भनेर सोच्दा पनि मैले के गर्न सकिनँ। यसमा म के गर्न सक्छु कुनै अप्सनहरू कुनै भएको थियो मलाई वरदान दिनु पऱ्यो, मलाई वरदान दिनु पऱ्यो, नयाँ जीवन दिनु मेरो आमालाई सोचेछु। लास्ट चढ्तिर बस्नुभएको छ मेरो आमा। मृत्यु मरणको शैय्यामा हुनुहुन्छ मेरो आमा, मेरो प्रिय माता। हे प्रभु, हे कृष्ण, म कुनै अप्सन, कुनै अभिलाष कुनै भएपछि मैले माफ पाउनु प्रभु। म जुनै पनि प्रभु म यो चुकाउन तयार छु प्रभु श्री कृष्ण। हे कन्हैयालाल, हे प्रभु, हे भगवान, हे श्री कृष्ण, म जुनै पनि म चुकाउन तयार छु। जे नै भने म चुकाउन चाहन्छु। म शुद्ध शाकाहारी पनि हुन चाहन्छु प्रभु। मेरो पृथ्वीमा म एकै छाक पनि मेरो आमालाई रक्षा गरिदेऊ। म एकै छाक पनि म खान तयार छु प्रभु। म एकै छाक पनि खान्छु। मेरो आमालाई कम्तीमा 2 वर्ष मात्रै मलाई मेरो आमाको लागि चाहिँ हिँडेर बस्ने ओर्ने बोल्ने हामीसँग बनाइदिनु प्रभु। हे श्री कृष्ण, आजको मितिबाट म एकदम विदुष छु। हे प्रभु, हे श्री कृष्ण, मेरो आमालाई म जे नै पनि चुकाउन तयार छु म प्रभु। म शुद्ध शाकाहारी पनि हुन तयार छु प्रभु। म एकै छाक खाएर पनि बस्न तयार छु। हे श्री कृष्ण, मेरो यति बित्ती सुनिदिनुहोस् हे प्रभु। म एक्लै छु कोठामा, विवश छु आमासँग, एक्लै छु। एक्लै नै बसिरहेको छु यहाँनिर। अब दिउँसो त सबै फ्यामिलीहरू हुनुहुन्छ, आफन्तहरू आउनुहुन्छ, पाहुनाहरू छिमेकीहरू आउनुहुन्छ। अब अहिले त म एक्लै छु प्रभु। म यो दुःख दिवस, यो रात, यो अनाकन्त रातमा
यो मध्यरातमा पनि म आमासँग हेरिरहेको हुन्छु, बोलिरहेको हुन्छु, आमा नबोले पनि। मेरो चित्कार मेरो यस कृष्ण, मेरो चित्कार मेरो सन्धि बक्सेस हे प्रभु, हे कृष्ण, मेरो आमा चित्कार सुनिदिनुहोस्। म जुनै पनि मेरो चुकाउन तयारी छु हे कृष्ण, जेले पनि चुकाउन तयारी छु मेरो आमा। मेरो प्रिय मामा, जेठो मामा पुष्पकुमार वास्तोला, बद्री वास्तोला, मेरो मालकुमारी माइजूहरू, मेरो माइली सानीमा, सानीमाहरू, कान्छी सानीमा, मेरो माउली, मेरो आफन्तहरू, मेरो धेरै छ पीडा लिनुभएको छ, चिन्ता लिनुभएको छ मेरो आमाहरूलाई, मेरो आमाप्रति। यस्तो भएको उपलक्ष्यमा मेरो आमालाई यस्तो नहोस्, सुख स्वास्थ्य लागोस् भनेर सबैले भगवान्प्रति एउटा चाहिँ आरती गरिदिनु भएको छ, भगवान्लाई सम्झिराख्नु भएको छ। हे प्रभु, मेरो श्रीकृष्ण, मेरो बहिनीको मारुमाहरूले पनि राम्रै गरिराखेको छ। हामी मनबाट अब के जस्तो भयो भने उहाँहरूले पनि राम्रै गरिरहेको छ, मेरो मातालाई गरिरहेको छ। म एउटै घरमा सुतेको कारणले गर्दाखेरि अब यो पृथ्वीबाट चाहिँ मेरो आमा गएको दिन पनि नजानुहोस्, मेरो भगवान् श्रीकृष्ण राम्रो होस्। यदि जानु नै भयो भने पनि यो कोण पहिला यो घरमा, यही कोठामा, यो घरमा मेरो अब म आमाको हरेक कुराहरू आमाको सम्झना मात्रै आइरहन्छ मलाई प्रभु। म यो सुत्ने यो ठाउँ मेरो आमासँग सुतेको पनि म लामो समय भयो। आमा, हे श्रीकृष्ण, हे कन्हैयालाल, मेरो आमाको रक्षा गरिदियो हे कृष्ण। मेरो के छ घर विकल्प केही छैन प्रभु। म जुनै पनि मैले प्रभुलाई भने त मैले यता मेडिकल लाइनमा मैले जुनै पनि कुरा चुकाउन तयारी छु। अब म यतापट्टि प्रभु, म जे पनि चुकाउन तयारी छु प्रभु। हे भगवान्, म शुद्ध शाकाहारी भएर बस्न चाहन्छु प्रभु मेरो आमाको लागि। म मेरो आमालाई भोलिकै मितिबाट, आजकै मिति, आज 2082 11 महिना 21 गते भोटको दिन, आजकै दिनबाट म चुकाउन तयारी छु प्रभु। म केही शुद्ध शाकाहारी भएर बस्छु, आमाको निर्देशन अनुसार जे भन्छ त्यही अनुसार गर्छु। मलाई कम्ती हो मेरो आमालाई बोलेर बसेर हाँसेर हिँड्ने बनाइदेऊ प्रभु। हे श्रीकृष्ण, हे कृष्ण, म आजबाट म त्याग गर्न चाहन्छु प्रभु। म जे पनि चुकाउनु, मेरो चित्कार सुनिदेऊ हे श्रीकृष्ण, हे कन्हैयालाल। मेरो जेठी बहिनीले पनि धेरै ठुलो चित्कार गरेको थियो, उसले पनि टेन्सन लिएको थिए। अब भाइ रघुले पनि धेरै टेन्सन लिएको छ। मेरो पुष्पकुमार मामा, जेठो मामा, बद्री लास्टै टेन्सन दिएको छन् उहाँहरूले। मेरो सानीमाहरूले, माइलीहरूले सबैजनाले टेन्सन दिएको थियो। मेरो माइली सानीमाले पनि धेरै चित्कार गरेको थिइन्। सबैजनाको भाव सुनिदेऊ प्रभु। हे श्रीकृष्ण, हे प्रभु, हे कन्हैयालाल। हे प्रभु, हे भगवान्, हे श्याम भगवान्, म लिएर आउँछु मेरो आमालाई प्रभु। म यहाँ तपाईँको जल मैले खुवाइरहेको छु प्रभु, श्याम जल मैले खुवाइरहेको छु प्रभु। मेरो आमालाई 1 वर्षै मात्रै मलाई राम्रो अपडेट गराइदिनुहोस् प्रभु। म त्यो ठाउँमा मेरो आमालाई लिएर आउँछु प्रभु। हे श्रीकृष्ण, हे कृष्ण, हे प्रभु, हे श्याम, हे भगवान् श्यामजी,
प्रभु मेरो पानी आमालाई जलेर आज आएर खुवाएँ मैले, यो पनि यसले पनि राम्रो होस् हे प्रभु। म विश्वास छु, म आत्मविश्वास छु हे प्रभु। मेरो शिक्षा सुन्छु हे प्रभु। मैले भोलिकै मितिलाई 2082 11 महिना 21 गते आज भोटको दिन, आजकै दिनबाट चाहिँ मेरो आमालाई राम्रो होस् हे प्रभु। म लिएर आइ नै हाल्छु हे प्रभु मेरो आमालाई हजुरको दर्शन गर्नको लागि हे प्रभु। हजुरकै देन रहेछ त्यहाँ पनि, क्याम्जल भन्ने ठाउँलाई हजुरकै रहेछ। मेरो आमा हजुरले लगाउनुको यो कुर्ता सुरुवात के भन्छ म्याक्सी, म कसै सम्झिन भुल्न सक्छु मेरो आमा। यो तपाईँ लगाएर हिँड्नुभएको छ। मेरो सम्झना गर्दा पनि मेरो मुटु जलेर आउँछ मेरो माता। जिंदगी